तपाईहरुको फोनमा पनि यहाँनेरि मैले स्क्रिनमा शेयर गरे जस्तो मेसेज खल्ती लेखेर योर अकाउन्ट विल बी लक इन 6 आवर भेरिफाई इमिडिएटली भनेर यस्तो प्रकारको एसएमएस आएको छ भने तपाईहरु सुरक्षित रहनु होला। यदि तपाईहरुको फोनमा यो मेसेज आएको छ र यसलाई ओपन गरेर कुनै पनि लिंक खोल्नु भएको छ भने अब तपाईहरुको फोन र तपाईहरुको फोनमा भएका विभिन्न मोबाइल बैंकिङहरु चाहिँ खतरामा पर्न सक्छन्। नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरु सबैजनालाई नेपाली टेक्निकल युट्युब च्यानलमा र म हुँ प्रेम सागर। आजको यो जानकारी सुरु गर्नुभन्दा अगाडि तपाईहरु समस्या सानो अनुरोध पनि गर्ने चाहे। यदि तपाईहरु हाम्रो यस नेपाली टेक्निकल युट्युब च्यानलमा नयाँ आउनु भएको छ र च्यानललाई सब्स्क्राइब गर्न छुटाउनु भएको छ भने हाम्रो च्यानललाई अवश्य पनि सब्स्क्राइब गर्दै बेल आइकनलाई प्रेस गर्नु होला र हाम्रो यो भिडियोलाई पनि लाइक गर्न छुटाउनु भएको छ भने एक लाइक अवश्य पनि गरिदिनु होला। ओके, यो वास्तवमा के हो यो एसएमएस यस बारेमा मैले तपाईहरुलाई बताउन चाहे। वास्तवमा यो एसएमएस चाहिँ खल्तीको अफिसियल मेसेज अथवा अलर्ट चाहिँ होइन, यो एउटा स्क्याम हो। यसमा चाहिँ तपाईहरुले क्लिक नगर्नु होला र तपाईहरुको फोनमा यो मेसेज आएको छ भने के गर्ने। यदि तपाईहरुले कुनै पनि यसमा भएको लिंक ओपन गर्नु भएको छैन र यो मेसेज आएको छ भने मैले यहाँनेरि स्क्रिनमा पनि शेयर गरेको छु। यही तरिकाले आफ्नो फोनमा गएर यो मेसेजलाई इमिडिएटली डिलिट गरिदिनुस्। यसको कुनै अर्थ छैन, यो स्क्याम हो र यसले कसरी काम गर्छ यस बारेमा तपाईलाई बताउन चाहे। जुन यहाँनेरि एउटा लिंक छ, यो लिंकमा गयो भने चाहिँ उनीहरुले आफूले बनाएको जुन हाम्रा अफिसियल खल्ती लगायतका फाइनान्शियल वेबसाइट अथवा एप्लिकेसन छन् तिनीहरुको हुबहु टाइपको एउटा वेबसाइट खुल्छ। त्यहाँनेरि लगइन गर्न भन्छ र त्यो लगइन गरेर ओटीपी माग्छ। तपाईको फोनमा त्यो ओटीपी आएको त्यहाँनेरि इन्टर गर्यो भने उनीहरुले इजिली ह्याक गर्ने, हामीलाई फिशिङ गर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि त्यो पेजमा जाने र त्यहाँनेरि मागेको इन्फर्मेसन चाहिँ दिदै नदिनुस्। यो जुन लिंक आएको छ फर्स्ट कुरा त यो लिंकलाई क्लिकै नगर्नुस्, यो फिशिङ हो। यहाँनेरिबाट चाहिँ हाम्रो डाटाहरु चोरी हुने, हाम्रो फोन ह्याक हुने चान्सहरु धेरै हुन्छ र विशेष गरी यो जुन फिशिङ लिंक आएको छ यो एसएमएस मार्फत चाहिँ यहाँनेरिबाट खल्तीलाई टार्गेट गरिएको छ। तपाईहरुले यो लिंकमा चाहिँ क्लिक गर्दै नगर्नु होला। यदि तपाईहरुले यो लिंकमा क्लिक गरिसक्नु भएको छ र ओटीपी पनि प्रोवाइड गरिसक्नु भएको छ भने अब तपाईको खल्ती अकाउन्टमा भएको ब्यालेन्स चाहिँ काट्न सक्छ। यस्तो अवस्थामा हामीले आफ्नो फोन र यो खल्ती अकाउन्टलाई कसरी सुरक्षित गर्न सकिन्छ। फर्स्ट अफ अल त तपाईले आफ्नो फोनमा भएका जुन सेक्युरिटी चेकअप छ त्यसलाई चेकअप गर्नु होला। जस्तो कि तपाईको फोन सेटिङमा भएको एडमिन भनेर सर्च गर्नुभयो भने त्यहाँनेरि एउटा सेटिङ आउँछ। त्यहाँनेरि गएर तपाईहरुलाई ट्र्याक गर्ने कुनै एप्लिकेसन अटोमेटिकली इन्स्टल त भएको छैन त्यो पनि चेक गर्नु होला। यहाँनेरि स्क्रिनमा पनि तपाईहरुले देख्न सक्नुहुनेछ। त्यहाँनेरि कुनै अनवान्टेड एप्लिकेसन छ भने त्यो एप्लिकेसनलाई रिमुभ गर्नु होला। अनि तपाईहरुले आफ्नो ब्याट्रीमा गएर पनि चेक गर्न सक्नुहुन्छ कुनै अनवान्टेड एप्लिकेसन हिडन तरिकाले हाम्रो फोनमा चलेको छ भने त्यो पनि तपाईहरुले चेक गर्न सक्नुहुनेछ। र अब भनेको तपाईहरुले अकाउन्टलाई सुरक्षित गर्नुपर्ने हुन्छ। यदि तपाईहरुले यो लिंकमा क्लिक गरिसक्नु भएको छ भने तपाईहरुले आफ्नो जुन जीमेल अकाउन्टहरु अथवा फेसबुकहरु छन् आफ्नो फोनमा भएको त्यो पासवर्डहरुलाई चाहिँ चेन्ज गरेर राख्नु होला। र तपाईहरुले जुन खल्ती अकाउन्टको ओटीपी अलरेडी प्रोवाइड गरिसक्नुभयो, यस्तो अवस्थामा तपाईको फोनको पैसा काट्न थालिसकेको छ, जुन खल्ती अकाउन्टको पैसा काट्न थालिसकेको छ भने चाहिँ इमिडिएटली खल्ती सपोर्टमा फोन गरेर त्यसलाई चाहिँ बन्द गर्न लगाउनु होला र तपाईको तर्फबाट हुन्छ भने त्यसलाई रिसेट गर्ने प्रयास गर्नु होला। यही नै छ उपाय हैन। त्यसैले तपाईको फोनमा आउने यस्ता जुन अनअफिसियल मेसेजहरु छन् यसलाई हामीले अभोइड गर्नुपर्छ। कसरी हामीले यो अफिसियल हो वा होइन, स्क्याम हो कसरी छुट्याउन सकिन्छ त्यसको लागि चाहिँ तपाईले जस्तो यहाँनेरि स्क्रिनमा देख्न सक्नुहुन्छ कहिले पनि जुन अफिसियल कम्पनीहरु छ त्यसले मानिसहरुलाई पेनिक हुने तरिकाको मेसेजहरु चाहिँ पठाउँदैन। आफै सोच्नुस् कि तपाईको फोनमा तपाईले केही पनि गर्नु भएको छैन कुनै पनि फाइनान्शियल वालेट एप्लिकेसनहरुमा, तर यो अकाउन्ट लक हुन लाग्यो भनेर मेसेज आउँछ भने त्यो 100% स्क्याम हो। यस्तो मेसेजलाई चाहिँ अभोइड गर्नुस् र लिंकलाई क्लिक गर्दै नगर्नु होला। पक्कै पनि तपाईहरुको लागि भिडियो इन्फर्मेटिभ भयो होला र हाम्रो यो भिडियोलाई अन्तिमसम्म हेर्नुभयो। तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद।